पिकनिक खेल्ने ठाउँ चाहिँ यहाँ है होला चाहिँ यहाँ मुनि छ है सबै है यहाँ चाहिँ ढुङ्गाको चेपतिर है यहाँ माथि चाहिँ हाम्रो सिटिङ रुमहरू हो त्यहाँ माथि यता चाहिँ किचनहरू सबै अहिले यो चाहिँ ढुङ्गाको मुनि हामी छ गाइस है हेड अफ द मिस्त्री यो सेकेन्ड मिस्त्री हामी चाहिँ दाउरा काट्नु गाइस फेरि वेलकम टु माई ब्लग अब चाहिँ हामी दाउरा काट्न आएको छु है दाउरा खोज्दैछ हामी जङ्गलमा आएन जङ्गल हो यो है हेर्नु मेरो ब्लग हेर्नुहुँदैछ भने मैले दाउरा कति निकालिसकेँ है नपचाएको भने उहाँ हेरिहाल्नु दाउराहरू है मैले कति थुपारिसकेँ है गाइस ल भेट्दै गरौँ अहिले चाहिँ है गाइसमा यस्तो भिडमा चढिसक्यो है गाइस यस्तो भिड छ ओह्रालो चाहिँ है ढुङ्गाको भिड छ है ओह्रालो ढुङ्गाको उकालो चढिदिइरहेको छु है गाइस हेर्दै जानुहोस् है मेरो भिडियो गाइस यस्तो मुनि यस्तो छ है गाइस तल पुगेँ हामी माथि छु है म यहाँ डाँडामा चढिरहेको छु है गाइस अब झार्नु जाँदैछु है ल गाइस गाइस मैले चाहिँ दाउरा लिएर आइसकेँ दाउरा लिएको हाम्रो चुला है गाइस यस्तो छ म रिस्क लिनु सक्दिनँ भाइ बुझिस् केटाहरूको हुँदैछ है बङ्गो यो बङ्गो फोनहरू यतातिर कोकहरू वेलकम टु माई ब्लग है उयो गर्दै गर्नु मेरो ब्लगमा बनिरहनु ल गाइस के को भिडियो ब्लग हो नि अब गाइस यहाँ चाहिँ अदुवाहरू पिने किन आएछ के हो यो राम डल्लै छ त अन्त ए हो र मिक्सीमा त पिसिन्छ यस्तो गऱ्यो नि त यो लो केटाहरू कहिले त कोक अलिकति मलाई त्यहाँ मजाले हाल्थ्यो कोक त्यहाँ एक केटाहरू है भ्लग आउँदैछ तिखा लालु हामी चाहिँ यति मात्रै है गाइस हेलो गाइस मेरो भ्लगमा वेलकम छ फेरि है केटाहरू पौडी खेल्न आइरहेको छ तर यस्तो जाडोमा म चाहिँ अहिले खेल्दिनँ अहिले घाम लाग्यो भने चाहिँ खेल्छ घामै छैन है गाइस हेरेर काम पनि छैन घाम मोड्यो यस्तो तिखा लाल खेल्दा चाहिँ गहिरो हाम्रो गहिरो छ है पानी चाहिँ तँमा हान्छ नाक्टो बेसी हाने हेर पहिला हेरेर हानेको हेर तँ खेल त्यही यसरी हान नाक्टो उयो ठुलो ढुङ्गाबाट हान्न सिधै त्यहाँ ठुलो ढुङ्गा चढ्छ त्यहाँ चढ्न छिटो माथि ढुङ्गा त्यहाँ माथि ढुङ्गामा चढ्न त्यो हटा त त्यसरी भनेको अब हान्न नाक्टुबे 1 3 7 गर्नु त ल 1 2 3 जा हान्न छिटो हान्न 1 2 3 छिटो हान्न ए भिडियो लामो भइसक्यो छिटो न ढुङ्गाल्दैन यसलाई अन्त होइन जाडो हुन्छ नि त त्यो छिटो हान छिटो भिडियो लामो भयो 1 2 3 अब यही नाक्टुबे हानेको अरे बल्ल दामी नगर्न दिँदा पौडी खेलिसकेर आयो हामी पापड पनि खाइसके है ल भात पाक्यो मेरो सब्जी पाक्यो ओ सब्जीमा झोल हाल्दैनौ झोल होइन अलि ग्रेभी हाल्दैन अन्त कसरी खानु त्यो त सब्जी र भात मात्रै ए
दाल बनाऊ हामीले चाहिँ खाना पकाइसक्यो है यहाँ केटाहरूको मासु छ उतापट्टि चाहिँ मेरो भेज पाक्दैछ है अलग्गै हो यहाँ चाहिँ मासुको सबै हो यहाँ मासुहरू केटाहरूको यो चाहिँ पोल्ने मासु यहाँ चाहिँ मेरो भेज छ है भेज खाने चाहिँ दुईजना छ यो र यो पप्पु र म अन्त सब्जी चाहिँ मेरो माथि छ अन्डा चाहिँ यसको बनाइदिएको छु है अन्डा सबै खाने रेडी है गाइस टाइम तिम्रो 3 बजेर 11 बजे मलाई देखाउनु पर्दैन गाइस सबैजना यहाँ सुन्ने होला सबैजना मजाको आउँदैछ गाइस वेलकम टु माई ब्लग है हामीले चाहिँ खाना खाइसक्यो मैले चाहिँ भाँडा धोइसकेँ है उनीहरूले चाहिँ धुँदैछ ल ऊ खाँदै आउँदैछ है मिठो भएछ है तिखालाल पनि आउँदैछ हाम्रो क्याम्प पनि यहीँबाट देखाइदिन्छु म है ए उकालो हाम्रो क्याम्प अब हो यो माथि चाहिँ हाम्रो क्याम्प छ है यो टक्कै यसरी जाँदै र गाइस हाम्रो क्याम्प चाहिँ फाइनली यहाँ छ है केटाहरूले चाहिँ अझै खाना खाँदैछ मैले चाहिँ खाना खाइसकेँ है ल केटा यो चाहिँ मैले खाइसकेँ यिनीहरूले खाँदैछ चिकन पार्टीहरूले खाँदैछ भेज पार्टी सकिसक्यो ल धन्यवाद यहीँ बनिरहनु होला हाम्रो ब्लगमा गाइस हेलो गाइस वेलकम टु माई ब्लग फेरि पनि मलाई चाहिँ है रुखमा चढ्नु सक्दैनस् तिमीहरू भन्दैछ है म त रुखमा चढिरहेको छु है अहिले है गाइस रुखमा छु है त्यो पनि भिरको रुखमा छु है यो रुख चाहिँ यहाँ ठक्कै भिरबाट आएको छ है म चाहिँ भिरको माथि छु यहाँ भिर मुनि चाहिँ भिर छ है तर यस्तो रुखतिर चाहिँ हामी चढ्छौँ है केटा हो यहाँ चाहिँ कोही सक्दैन है ल गाइस यतिमा मेरो ब्लग समाप्त गाइस वेलकम टु माई च्यानल फेरि है हामी चाहिँ यहाँ हेलो गाइस हेलो अहिले सबैजना खानासाना खाएर है यहाँ सुतिरहेको छ वेलकम टु माई क्लास वेलकम टु माई च्यानल गाइस यहाँ यी केटाहरूले चिकन रोस्ट गरेर खाँदैछ है केटाहरूले फिलाहरू छुट्याएर पकेटाहरू अलग्गै छुट्याएर है मेरो चाहिँ यहाँ पाक्दैछ है गाइस मेरो चाहिँ पाकिसक्यो भनौँ है अथा मेरो चाहिँ भेजिटेरियन परिहाल्यो अब आलु भित्र चिज बटर के छ है गाइस मेरो दामी छ केटाहरू अम्बो भन्छ ए डोन्ट स्पिक हे गाइस हाम्रो आलु चाहिँ पाक्यो है भित्र चाहिँ चिजहरू हो योहरू चाहिँ है यिनीहरूको चाहिँ चिकन खाँदैछ है देखा त हेलो गाइस दिस इज माई आलु केटाहरू खाइसक्यो ए यो नधुने रहेछ हौ ल लगेर ल भाइ ठिकै राम्रोसँगले अब इन्जोय गरेपछि अब लास्टमा जाने यहाँ बाहिर सौरभ यो हाल्नु म थाप्छु म हाल्दिन्छु ओइ सौरभ हेलो गाइस फेरि है आज है पुरै रात पर्ला जस्तो भइदियो है रात परिसक्यो है हेर गाइस अझै हामी निस्किन आँटेको यो सब पनि बाँधिसक्यो केटाहरू पनि भाडासाडा मोलमाल गरेर यति यहाँ आगो यतिकै यहाँ निभाएर छोड्ने हामीले दाउरा पनि बाँधिसक्यो है यो दुईवटा बारी बनाइसक्यो यो चाहिँ मेरो गाडीमा हाल्छु केटाहरू चाहिँ टक्कै चढेर जाने ल समाप्त फाइनल अँधेरो भयो कि गाइस अब यो चाहिँ टाटा बाई बाई गरेको है हामी चाहिँ रोड यो खनेको बाटो आइपुग्यो अब यहाँबाट चाहिँ गएर पर हाम्रो गाडीमा चढ्छु त्यहाँदेखि चढेर चाहिँ यो दाउराहरू हट
यो दाउराहरू छ, यी दाउराहरू हाल्छु, त्यहाँदेखि जान्छु है खोलालाई पनि। बाई बाई खोला।